मर्निङ गाइस, आजको भ्लग चाहिँ सुरु हुँदैछ बिहानदेखि। सबैले आरामी अनि सन्चै हुनुहुन्छ होला। त्यही पनि यसको चिया बनाउँदैछु, कस्तो हुन्छ ट्राई गरेर भन्छु ल। एकदमै चिसो बढेको छ है काठमाडौँमा, अनि त्यसैले तातो तातो चिया खाने मन लाग्यो अनि त्यसैले बनाउँदैछु। अनि यता चाहिँ मेरो दाल पाक्दैछ, त्यहाँ चाहिँ मेरो चिया पाक्दैछ। अनि यो चाहिँ म सबैले हेरेर सपोर्ट गरिदिनु होला, अनि लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। अनि जसले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ अनि लाइक गर्नुभएको छ, उहाँ सबैलाई म धन्यवाद भन्न चाहन्छु। यता चिया उम्लिँदैछ, एकछिन म उता गएर आउँछु ल गाइस। यता चाहिँ मेरो बाबु भर्खरै करातेबाट आएर पढ भनेको ल्यापटप हेर्न थालेछ। पढ्ने काम गर, पढ्ने काम भन्दैछु म। दिउँसो होइन, बिहान पढे राम्रो हुन्छ। तर अलिकति ढिला हुँदो रहेछ है यसमा, एकदम बाक्लो मटका छ होइन। अनि यसमा चाहिँ अलि टाइम लागिरहेको छ, अघि नै बसालेको अहिलेसम्म उमालाउँदैन यसमा। अनि धेरै समयपछि मैले यो भ्लग हालेको गाइस, एकदमै झ्याउ लाग्ने रहेछ है। तर पनि थोरै समय निकालेर बनाउँछु भनेर चाहिँ बनाउन लागेको। भ्लग बनाउन त सजिलो रहेनछ। अब बाहिर गएको बेलामा मलाई फोन निकाल्नै मन लाग्दैन, अनि घरको मात्रै कति हाल्ने नि है, केही पनि हुँदैन। यही खाना बनाउने, खाने, बस्ने, अरू त्यस्तै केही पनि छैन मेरोमा। एकदम सिम्पल लाइफ छ ल। यस्तो चिया उम्लिन्छु, चिया उम्लिसकेपछि म हजुरलाई देखाउने छु। बाई। ल गाइस, बल्ल बल्ल अलिअलि उम्लिन थाल्यो होइन। अब यसलाई म मजाले उमाल्नेछु अनि त्यसपछि पिउने छु। हजुरहरूलाई मनपर्छ कि पर्दैन चिया? म त एक टाइममा चिया नखाएर त बस्नै सक्दिनँ गाइस। खानु नभन्छन् है, तर पनि मान्दैन कि बिहान त खासै खाँदैन, आज मात्रै हो। नत्र बेलुकाको टाइममा मलाई त चाहियो जसरी पनि चिया। नभए त मलाई त कस्तो के छुटे जस्तो लाग्छ कि काम छुटे जस्तो लाग्छ कि खम भनेर हुन्छ। यसमा मैले मिक्स गेडागुडी चाहिँ पकाउनु लाग्छ कि, त्यसलाई पनि एकदम राम्रोसँग पकाउनु त पर्यो। गाइस, अब त म बाबुलाई स्कुलको लागि खाजा बनाउँदैछु। अनि आज खाजामा पर्दैछ पराठा, आलुको पराठा। चारवटा बनाउँछु। अनि यता मैले फिलिङ चाहिँ
एउटा चिसो गर्नलाई चाहिँ पिरो लगाएको थिएँ। अगर हम होते प्यारी सी दुनिया। बिस्तारा गर्नुपर्ने तर यो फुट्छ होइन। यसलाई हामीले अब बिस्तारा बेल्नेछौँ। ठ्याक्कै आफूलाई कस्तो साइज चाहिन्छ त्यो अनुसार बनाएर। यता तावा ताप्दैछ। छाता खोज्दा छाता कहाँ छ? यहाँ ढुँडा छ कि हेर त। हेर त यसको जान्छ चाहियो नि त। कहाँ राख्नु होला त? बिर्सिहालेँ म। मेरो ब्यागमा छ कि? ब्यागमा हेर त मेरो। टेबल मुनि हेर्न त उता घरमा हेर। टेबलको घरमा। यो घिउ चाहिँ मैले आफै बनाएको थिएँ है। तर जम्मा गरेर दुधको तर निकालेर राख्नु। यसको घिउ बनाएको हो। धेरै त हुँदैन ठिकै, तर मिठो लाग्छ मलाई।
सबै हो मिलाएर राख नि त अनि कपी बुक के लिनु अलिक पातलो बेले जस्तो छ मैले है नत्र त यस्तो फुक्दैन थियो होला उता गर न उता गर पाइन्ट लगाइदा पनि हुँदै खिचिरहनु थाल्यो सवारीको भाग भाग जिन्दगी चल्छ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्छ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिनु छ कोट मेरो घरको परेसामा पैसाको कोट सत्तामा खुसी डालिन्छ म त पैसाले मुख ल रेडी